अनि सुतिरहनु भएको छ के छोरी है? ए ल पानी ल्याइदिउँ? पानी ल्याएर राखिदिउँ हजुरलाई? राति तिर्खा लाग्न सक्छ नि त। कति माया गर्नुभएको त? त्यसलाई त काखमै लिनु परेछ नि। ओड्ने कुरा चाहिन्छ होला है? लट्ठी किन लिनुभएको त? लट्ठी होइन, उ त अगाडि राख्नुहोस् है, काखमै नराख्नुहोस् लट्ठी। अगाडि हो ल। सिराक सिराक लिएर आऊ त कान्छी। मम्मीले सिराक लिएर आइदिनुहुन्छ अनि ओढेर सुत्नु है। म त यसो छोरी निदाउनु भयो कि भएन भनेर हेर्न आएको त निदाउनु भएकै रहन्छ त। बाबालाई मम्मीलाई जस्तै माया लाग्छ छोरी? बाबालाई माया लाग्छ कि परिवारलाई माया लाग्छ बढी? ल यही ओढेर सुत है बाहिर त। यही थोत्रो गम्छा, हात धुनी गम्छा, हात यो होइन, हात पुस्नी पनि होइन, यो त परेवालाई उडाउनु जस्तै गम्छा। यो त नराम्रो, यो बाहिर फालेको। मम्मीलाई म लाताले हानिदिन्छु। यस्तो छोरीलाई यस्तो थोत्रो लिएर आउने हो नि त। ल ठुलो ओड्ने कुरा आयो। ल सुत्नु। ल अब सुत्नु है। ल हामी गयौँ। ल हामी गयौँ है। अब त आउँदैनौँ, हामी सुत्छौँ है। छोरी के भयो छोरी? ए हजुर नि भित्र सुत्नुहुन्छ? ल ल उठ्नुहोस् त, उठ्नुहोस्। उठ्नु। अब के गर्नु त परेवालाई? अब के गर्नु त परेवाला छोरी? हजुर भित्र सुत्ने भएपछि परेवाला भित्र सुताउने? ए ल त नि। ल ए परेवाला चाहिँ घाट मुनि सुताइदिने? ए हेर्नु त उठ्नै सकेन परेवा त। ल जाम हिँड। ल परेवालाई लिएर जाम। ल भित्र यो उठाउने। ल ल हिँड जाम। ल ल उठा। आधार नगर सक्ने यति बेला रातिको 9 बजीको छ है। छोरी सुत्नु भने चाहिँ लाटा रोएर होइन।